नर्मली हामी यसलाई चाहिँ नि 1 2 3 4 भनेर जाने हो भने चाहिँ 3 किसिमको देख्छु मैले। एउटा चाहिँ अडियन्स फियर भन्छौँ हामी, दर्शकसँगको डरको कुराहरू भयो। त्यसपछि गएर अर्को चाहिँ नि कन्टेन्ट फियर, विषयवस्तुसँग हैन। जस्तै उदाहरणको लागि यहाँलाई एक्जाम्पलको कुरा गर्ने हो भने एकजना व्यक्तिले तपाईँको जीवनीको बारेमा गएर 5 मिनट स्टेजमा बोलिदिनुहोस् त भन्नुभयो भने उहाँले आनन्दसँग निर्धक्कसँग बोल्न सक्नुहुन्छ। तर तपाईँले नेपालको राजनीतिको विषयमा 5 मिनट गएर स्टेजमा बोलिदिनु पर्यो भनेर भन्यो भनेदेखि जसलाई त्यो भू राजनीतिको विषयमा ज्ञान छैन, नलेज छैन, उहाँलाई डर लाग्न थाल्छ। किनभने त्यो जीवनीको बारेमा त भोगै भइसक्यो नि त, अनुभव भइसक्यो, सबै कुरो थाहा छ। त्यस कारणले गर्दाखेरि यो मेन चाहिँ यो 3टा, यसको अलावा अरू सहायक कुराहरू पनि यहाँनिर छन्। तर मुख्य गरी चाहिँ नि यो मेरो आफ्नो अनुभवमा, मैले यो 2 दशकको अनुभवमा प्राप्त गरेको पाएको मेरो आफ्नो फाइन्डिङले चाहिँ यो 3 किसिमको कारणले गर्दाखेरि डर। इजी टक्स, अब खुलेर बोल्ने पालो तपाईको।